So good morning everyone. सबैजना सन्चै हुनुहुन्छ. वेलकम ब्याक टु न्यू च्यानल. आज चाहिँ मार्च 17 हैन. आज त मार्च 17. आज के हुन्छ हिजो भ्लग हालियो. अलिकति एक दिन ग्याप भयो. निकीले मलाई गर्देको मेकअप पनि हेर्नु भयो होला. दाइ र बहिनीको माया कस्तो देखिन्छ तपाईले मन पराइराख्नु भएको छ. र मैले भ्लगमा निकीले पनि अझ ल्याउने प्रयास गर्नेवाला छु. अहिले चाहिँ स्कुल गएको छ बहिनी. म चाहिँ एकछिन अब मेरो साथी ल्याउन आउँछु भनेको छन्. अहिले चाहिँ ठ्याक्कै भन्नुपर्दा 2:14 गइसकेको छ. अब चाहिँ म बाहिर निस्किनु पर्ने हुन्छ एकछिन. यसो बाहिरतिर डुलुवा भएर अलिकति त्यो 1500 गाडी खोजम भनेको त्यही नपाइदो रहेछ. 4-5 हजार सबभन्दा सस्तो भनेको 4-5 हजार रहेछ. 1500 त्यो झुक्केर पाउने त्यो मान्छेलाई झ्याउला हुन्छ नि त घर राख्दा त्यो गाडी चाहिँ पाउँदो रहेछ. अब म हेरौँ अब 4-5-6 हजार 5 हजार भनेको नि लगभग 8-9 लाख हो नेपालको होइन. त्यही पनि चल्ने चाहिँ हुन्छ. यहाँ काम गर्न चाहिँ मिल्दैन होला त्यो गाडीमा होइन. तर यताउता हिम्मै अब पसलमा कफी खान जानु पर्यो, एउटा सानो ग्रोसरी किन्न जानु पर्यो भने नि गाडी चाहिने क्या. यो ठाउँमा त औडा हुन्छ. सबैको आफ्नो एउटा गाडी हुन्छ. सबै आफ्नो काममा हुन्छन्. सधैँभरि साथीलाई लिएर आऊ मलाई ल्याउन आऊ भन्ने नि अप्ठ्यारो. अनि त्यो भएर म हेर्न जाँदैछु आज गाडी चाहिँ. सो के हुन्छ मैले चाहिँ अलिअलि क्यारियोके गाएर बसेको यहाँ. अब कपिराइट हान्छ होइन. फेरि त्यो गाएर नमिल्ने. अनि मैले पहिला गाइरहेको थिएँ नि. अनि भान्जा र मैले गाउँदाखेरि चाहिँ यो कुन बिहानको त 2-3टा गीतले कपिराइट हालेर $0 आएको क्या. अब $0 आउँदो रहेछ क्या कपिराइट सेयरिङ गऱ्यो भने त. आमामा त्यो अर्का गीत गाउन नि भएन यार. गाह्रो छ यार. हजुर गीत गाएर खान आफ्नै गीत गाउनु पर्यो. अब ल ठिकै छ. त्यो ठुलो कुरा भएन. उनीहरूको कामलाई पनि एप्रिसिएट गर्नुपर्छ. सानोदेखि सुनेर आएको गीत थियो. मैले अगाडिको भ्लगमा हालेँ नि त भान्जा र मैले गाएको तिमी पारी भन्ने गीत. अनि अर्को यो कुन नाम त मैले भुलिहालेँ होइन. त्यो सबै उता गयो क्या मेरोमा आएको पैसा. लगभग 10 मिनटको भ्लगमा 4 मिनट 3 मिनट मैले त्यो गीत गाइदियो. 20 मिनटको भ्लगमा 3 मिनट त्यो गीत गाइदियो भने त्यो 20 मिनटकै पैसा त्यो भ्लगमा जाँदो रहेछ कि. मेरोमा त कति $0.कति आएको थियो. ल ठिकै छ. त्यो ठुलो कुरा भएन गाइस. सो अब म निस्किन्छु. हेर्दै गर्नु होला है त. ल गाइस फाइनली डोस मलाई ल्याउन आइसकेको अवस्था छ. र हामी पहिला यहाँ पार्कमा जाने. अनि एउटा मान्छेलाई मैले कन्ट्याक्ट गरेको छु. त्यो मान्छेलाई भेट्नको लागि हामी त्यहाँ गाडी हेर्नुको लागि जान्छौँ. के हुन्छ पार्कमा गएर एकछिन बसेर फ्रेस भएर जानुपर्ने हुन्छ है त गाइस. बाहिरको ब्याकग्राउन्ड भ्यू हेर्नु. टक्क रेड लाइट बल्यो. रोकिन पर्यो. आमा डिक्टो खरायो जस्तो खऱ्यो त. साइडबाट हेरेर विद्या डिक्टो खराएको थियो क्या यार. खरायो जस्तो लागेर क्या. औडा लागेर. ल ठिक छ. दामी. पुलिस ओभरटेक हान. लो ठोक्यो के गरेछ ड्याममा ठोक्यो नि मतलब भन होइन. रन कहाँ हानिन्छ. रेड लाइट होस् ग्रिन लाइट होस् मतलब हुन्न. यो चाहिँ वेस्ट बाल्टिमोर. एकदम डेन्जर डरजनाक बाल्टिमोर. यहाँ त मान्छेहरू होमलेसै हुन्छ नि. डरै लाउने. एउटा गाडीको पाङ्रै खुस्केर बसिसकेर बाटा. सो सबैजना सन्चै हुनुहुन्छ होला. आज म तपाईँलाई स्पोर्ट्स फ्यान र स्पोर्ट्स न्युजको बारेमा एउटा दामी कुरा भन्न गइरहेको छु. तपाईँले चाहिँ दामी गेमहरू लिएर आएको छ. र यसमा तपाईँलाई सबै चाहिएको गेमहरू पनि टन्न छ. सो नयाँ होस् या पुरानो इन्टरफेस सजिलो भएको कारणले चाहिँ खेल्न सजिलो हुनेवाला छ. गेममा चाहिँ स्टार्टिङ ऱ्याङ्किङ रिवार्डहरू पनि रहेको छ. र इन्स्ट्यान्ट पेमेन्ट मेथड पनि रहेको छ. र विथड्र डिपोजिट पनि फास्ट रहेको छ. यसमा चाहिँ प्राइभेसी र सेफ्टीको साथ 24/7 कस्टमर सपोर्ट रहेको छ. जुन बोनस र गिफ्ट ह्याम्परहरू पनि टन्न रहेको छ. तपाईँले गुगलमा गएर मेलबेस सर्च गरेर मेरो प्रोमो कोड युज गर्नुभयो भने चाहिँ तपाईँले 150 मा चाहिँ 54K सम्म बोनस पाउन सक्नुहुन्छ. Do check it out. Thank you so much. So guys हामी चाहिँ टोटली वेस्ट बाल्टिमोर आएको छौँ. यो वेस्ट बाल्टिमोर चाहिँ एकदम धेरै डरजनाक ठाउँ हो खासमा. बाहिर हेर्नु न. बाहिर हेर्दा नि कोही डर लाग्ने ठाउँ छ. अमेरिका यस्तो छ भनेर तपाईँले सोच्नुहुन्छ क्या. हेर्नु मान्छेहरू होमलेस मान्छेहरू बसेको हुन्छन्. त्यो 4x4 एम्बुलेन्स र पुलिस दौड्या गर्ने ठाउँमा. यहाँ त मान्छे सिधीबिधी मान्छेहरू बस्न नि डराउँछन् यार. त्यस्तो ठाउँ हेर्नु त. यहाँ सब पुरानो यो धेरै पुरानो भएर नि होला. पुरानो अफ्रिकन अमेरिकन बस्ने ठाउँ हो. अनि एकदमै डर लाउने ठाउँ. अब हामी चाहिँ अलि होस गरेर हिँड्नुपर्ने हुन्छ. यहाँ चाहिँ डरजनाक ओभर डरजनाकै हुन्छ. यहाँ लुटपाट के चाहियो सबै हुन्छ यहाँ. ल गाइज हामी एमआरभी राइड टेस्ट राइड. How much it take to fix that one sound? Like $100. We have to change or we have to repair?
I mean, it works good because the power steering is good. It's just the pulley. You know, the belt sits on top of the pulley. So it's just the pulley, the burn in the pulley is what you have. So it could run like that forever, or you could change the pulley. I would say the part probably $40 to $60, and whatever you charge, whatever you pay to get it put on. It's a minor issue, especially for a car price. Right from here. Can I park here? Yeah. It will pass the inspections. I mean, you had to get a couple things fixed first. What? Okay, then like I will think over tonight. I talk to my brother, and what gonna he say? I'll message you. We can deal on messenger also too. Then if done, then you can bring in white mask this car. If I don't bring enough. I mean, you would have to come back and buy. It's fine. It's not a problem. Like, it's not a big deal. Yeah. No. I mean, the tag and title place you go to is in this area, so it's like if you wanted it, I can send you straight to the tag and title place, get your tags. This car is not bad. Yeah, sunroof also. Nice one. ल गाइस यही नै गाडी चाहिँ अलिअलि कुरा भएको छ कुरा अब मिल्यो भने होप्सो लेट्स सी बेलुकासम्म चाहिँ उसलाई म डिसिजन दिनेवाला छु घ्याङऱ्याङ घुरुङ गरेर कस अलिकति यहाँ चाहिँ गाडी किन्नु भन्दाखेरि इन्स्पेक्सन बेसी गर्नुपर्छ कि त्यो भएर ओके माई ब्रदर आई लेट यु नो थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच गाडी चाहिँ अलिकति बनाउनै पर्छ 2300 ओभर अलिकति साउन्ड चाहिँ अलिकति राम्रै छ ठिकै छ साउन्ड चाहिँ होस् चलाइयो विचार गरियो अब हेरौँ हुन त माथि त्यो 1500-2000 गाडी नि के राम्रो हुन्थ्यो र के राम्रो खोज्ने र मैले तर इन्स्पेक्सन पास गर्नु उहिले पास गरेर दियो भने चाहिँ सजिलो हुन्थ्यो अब हामीले पास गर्दाखेरि चाहिँ अलिकति महँगो पर्ने भयो कि इन्स्पेक्सन पास गर्दाखेरि त्यो भएर अलिक प्रब्लम भयो तर यो यतिको अस्ति हाम्रो मामाले लिएको थियो कि 1500 मा त्यो चाहिँ राम्रो चलिआयो त्यो गाडी फेरि त्यतिकोसम्म पाए पनि ठिकै हुन्थ्यो कि मुसेवाला गाडी ल गाइस अब हामी निस्किन्छौँ बाटोमा यस्तो देख्यो भने छिर पल नत्र यो गाडी पनि ठिकै छ एउटा हिसाबले बनाउन कति खर्च लाग्छ त्यो हो कि कुरो मेन कुरो भनेको गाइस भोक लागेर चाहिँ मैले गाडीमै आएर टक्क लाएर गेन्सी खाना यसो गरेर चिपोटले भन्छ यो मेक्सिकन फुड जो नेपालीसँग मिल्न जान्छ है यो खाइरहेको छु मजा आइरहेको आनन्द पेट डुस्सा अब चाहिँ हामी यहाँ फ्रेडल हिल भन्ने ठाउँमा जान लाग्यो त्यहाँबाट चाहिँ बाल्टिमोरको तलको डाउनटाउनको भ्यू बबाल देखिन्छ म उहीँ गएर देखाउँछु हजुर हामी लक्की भयो अन्त बाइकहरू नि पाटर गरेर उहिले हान्दा आउँछ त्यो पनि देखाउँछु भयो लक्की भयो नि गाइस नेपालको चुरो खा No any change, no food, brother. No food, brother. Thank you, brother. Small. सो अलराइट गाइज हामी चाहिँ फाइनली डाउनटाउनको फ्रेडल हिल भन्ने ठाउँमा आएको छौँ होइन फ्रेडल हिल पार्क 1880 मा इस्टाब्लिस भएको रहेछ यो ठाउँ भनेपछि सोध्नु न त्यही लेखेको छ अनि यहाँको सबभन्दा बवाल हो कि यहाँको देखिने पाएर बाहिरको बवाल भ्यू हो कि खासमा भन्नुपर्दा तर चिसो चाहिँ एकदमै चिसोले हानिरहेको छ दोष पछाडि आउँदैछन् टक्क लाएर खुरुखुरु हिँड्दै अनि यहाँको यताबाट म भ्यू देखाउँछु त माथि गएर यस्तो बवाल छ कि यहाँबाट सबभन्दा राम्रो देखिने भनेको भ्यू नै यहीँबाट हो कि फाइनल्ली हावाले हुकेर यहाँ धेरै बेर बस्न सकिएला जस्तो छाँटकाट त छैन गाइस म तपाईँलाई ब्याग भिग देखाउँछु है ल हेर्नु गाई है हावा चलेको नि त क्या बवाल छ सब देखिन्छ त्यहाँ स्टेडियमहरू छ अल्को बिल्डिङ अनि पुरानो सिप पनि छ त्यहाँ हाछु त्यही एक्वेरियम छ सकेन डोस बस्न धेरै बेर मरिगयो ल यो गाइस निस्किनै पर्ला जस्तो गाइस धेरै बेर बस्न सकेन कान फुट्ला जस्तो भयो चिसोले यहाँको चिसो फेरि नेपालको जस्तो हुन्न कि छुट्टै हुन्छ कि त्यो भएर अलिअलि भ्यू हेरेर जाम है गाइस फर्किनु पर्यो एकदम जाडो यहाँ चाहिँ यस्तो खालको स्कुटर नि हुन्छ गाइस सर अब मोबाइल हालेर नचलाइ भन्छ क्या जाडो जाम मर्यो कान चिसो माथि हावा दिन्छ चल्छ तल खासै हावा नि चल्दैन है गाइस त्यो भएर चाहिँ भागिहाल्नु पर्यो चिसो टाउको खाने हो टाउको ल फर्किन्छु गाइस अब घर जान्छु बहिनी आइसक्यो होला घर बहिनीसँग एकछिन रमाइलो गर्नुपर्ने हुन्छ के हुन्छ म देखाउँदै गर्छु गाइस डोन्ट फर्गेट टु सब्स्क्राइब नयाँ हुनुहुन्छ भने चाहिँ एकचोटि बेल आइकनलाई अलमा राख्नु होला थ्याङ्क यू ल गाइस फाइनल्ली हामी चाहिँ फर्किन लागेको अवस्था अब घर जान्छु म अब
बेलुका पनि भयो अब डोसले काम हान्ने टाइम पनि भयो अब डोस काम हान्न जान्छन् हामी घुमियो अब एउटा दुईटा गाडी हेरिरहेको छु गरे लेट्स सी के हुन्छ गाइस हामी चाहिँ अहिले हाइवेमा छौँ सरारा मजा आउँछ नि हाइवेमा कुद्न दामी ठ्याक्कै पुल मुनिबाट सर पछाडि गाडीहरू टन्नै आइरहेको छन् दामी तरिकाले र साइडमा रन्का हानेर आइछ एउटा गाडी घर आइपुगेँ न मेरो बहिनी कहाँ गएछ त नि मेरो बहिनी कहाँ गएछ भनेको त के हो What the hell man दिउँसो sleeping I came back from school and I'm tired. And you sleeping दिउँसो Yeah. अनि राति हल्ला गरिन् फेरि दिउँसो सुटिङ अनि राति हल्ला गरिन् Yeah. Why you saying yeah Why you do halla at रातभरि दिउँसभरि why you shooting Because you can raise your yeah. के भनेको त्यो मैले बुझिन त It's a meme. Huh? It's a meme? Yeah. उठा त है Do you know नेपालको नेशनल एन्थम आउन भन्छेस I forgot the rest of the part. I forgot the rest of the part. भुलिजेल त गाइस यहाँ चाहिँ नेशनल एन्थम हुन्छ कि हुन्न I don't think. हुन्न बिहान यहाँ स्कुलमा एसेम्ब्ली हुन्छ कि हुन्न Oh wait. Look, I pledge of allegiance, which stands. यो युएस को नेशनल एन्थम हो है ल I pledge allegiance to the flag of the United States of America and to the republic for which it stands, one nation under God, with individual with liberty and justice for all. Wait, let me watch. नेपाल लगाइदा ल तिमीलाई नेपाल मन पर्छ कि अमेरिका Nepal. तिमीलाई नेपालको के मन पर्छ The food. फुड अनि अरु साथीहरु नेपालको राम्रो कि अमेरिकाको राम्रो America. They used to boss me around like, girl, you're not the teacher. के मैले सोध्न नि पाउन त्यति ल ठीक छ अहिलेले कुरा गरौँ ल त सुत्त नि एकछिन म फ्रेस भएर आउँछु है ओके ल गाइज बहिनीलाई सय ठंगा न्यान अहिले म फ्रेस भएर आउँछु नि तिमीलाई तल चकलेट क्यान आई हेभ अ चकलेट भन्न जाने हे अरु सो गाइज घरको रुमबाट घाम डुबेको हेर्दाखेरि मजा छुट्टै छ यार वाव क्या बवाल देखिन्छ ल गाइज फाइनली बहिनीहरुसँग पनि खेलियो र अब बसेर यसो भिडियो हेर्दै बसेको थिए अनि तपाईलाई एउटा दुईटा कुरा भन्नु छ मलाई के कुरा हो भनेपछि चाहिँ स्पेशली म नेपालबाट आउन बेला एक हप्ताको लागि बसेर फर्किन्छु भन्ने थिए तर यहाँको रुट्स अलिकति डिफरेन्ट रहेछ लयरसँग पनि कुरा गर्न खोजिरहेको छु अपोइन्टमेन्ट लिइरहेको छु एउटा दाइले हेल्प गरिराख्नु भएको छ हाम्रो सुदर्शन दाइले र ग्रीन कार्डको रुल्स चाहिँ पहिलेदेखि के रहेछ भनेपछि चाहिँ मैले सोचे थिए कि नेपाल जति बस्यो 6 महिनामा एकचोटी इन्ट्री भएर फेरि त्यहीबाट एयरपोर्टबाट इन्ट्री भएपछि आउट भएर नेपाल जान मिल्दो रहेछ कि भन्ने मैले सुने थिए अब त्यो गलत रहेछ अब सबै कुरा रिसर्च गर्नुपर्ने रहेछ अब अर्काको देशको अर्काको ठाउँमा अनि अलिकति ट्रम्प दाइले पनि अलिकति गाह्रो गर्नुभएको छ अहिले चाहिँ हैन नयाँ रुल्स एन्ड रेगुलेसन लिएर अनि तर त्यो कुरा हामी बाहिर इमिग्रेन्ट्सहरुलाई चाहिँ गाह्रोको कुरा हो तर यही बस्ने मान्छेको लागि चाहिँ उसको एजेन्डै चुनाव लड्नु भन्दा अगाडि चाहिँ उसको एजेन्डै त्यही थियो नि त म यस्तो गर्छु उस्तो गर्छु भनेर अनि त्यो एजेन्डालाई चाहिँ फलो गरेको कारणले चाहिँ अलिकति बाहिर इमिग्रेन्ट्सहरुलाई प्रब्लम परेको कति जनालाई चाहिँ डिपोर्ट गरेर फर्काइदिएको पनि छ त्यो ब्याड आइडिया अनि अहिले म लयरसँग बुझ्दै छु कि अब के हुन्छ त अब मेरो रि-इन्ट्री परमिट फर्म भरेर म जानु मिल्छ कि के छ भोलि कि पर्सि अपोइन्टमेन्ट हुन्छ होला हेरौँ भए पनि 1 महिना त बस्छु नै होला किनकि अलिकति यहाँ कामहरु ट्याक्स फाइलहरु सबै गर्नुपर्ने छ अनि त्यसपछि चाहिँ अर्को कुरा अब न्युयोर्क जाने पनि प्लान छ मेरो अब न्युयोर्क गएर म तपाईलाई न्युयोर्कको खासियतहरु के छ सबै म तपाईलाई देखाउने नै छु भिडियोलाई इन्जोय गर्नु होला कस्तो खालको कन्टेन्ट ल्याउनु पर्यो त्यो पनि एकचोटी मलाई भन्न सक्नुहुन्छ अनि कोले कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्न नभुल्नु होला र निक्कीसँगको भ्लग कति जनालाई चाहिन्छ त्यो पनि कमेन्ट गर्न नभुल्नु होला र कतिपयको घरमा त दुःख पनि परिआयो होला डिपोर्ट गरेको मान्छेहरुलाई देखेर हैन किनकि ऋण लागेर आएको हुन्छ अब ऋण तिरेर गयो भए त एउटा नर्मल लेभलसम्म चाहिँ सस्टेन हुन सक्छ होला तर चाहिँ ऋणै काटेर 1 करोडै ऋण काटेर आउँदा फेरि चाहिँ त्यो अब ऋण कसरी तिर्ने त केको उसमा तिर्ने अब त्यो मान्छेलाई गाह्रो भयो होला हैन कतिपयलाई गाह्रो भयो होला कतिपयलाई के भयो होला अब के नै गर्न सकिन्छ र हैन होप फर द फेस बेटर लक राम्रो होस् फ्युचरमा सबैजनालाई भन्न चाहन्छु म अनि
अर्को कुरा चाहिँ के भन्नु छ भनेपछि मैले यता नेपाल आउने कुरा अब नेपाल आउन पाइन्छ कि पाइन्न त अब अलि अब 6 महिना जति यतै अड्किने हो कि के हो म त बुझ्नै सकिराखेन म पागल भइरहेको छु पागल बनायो प्रिय यो दिल हरेर पागल भने जस्तै अमेरिकाले मलाई पागल बनाइलिएछ रे भाइ के गर्ने मैले यहाँ काम पनि गर्ने अहिले त खासमा काम पनि गर्नु पाएन क्या अब काम पनि अब के गर्नु त नि अब भ्लगमा कन्टेन्ट पेल्नै पर्यो अब काम गरेपछि यो भ्लग गर्नु मिल्दैन त्यति पाउँदैन टाइम मिल्दैन भने जस्तो त्यो लेभल मिल्दैन अब हुन्छ नि कामको ठ्याक्कै रस हुन्छ क्या सबै काम रसमा गर्नु पनि गाह्रो हुन्छ त्यो भएको कारणले अलिकति प्रब्लम परेको अवस्था छ अनि त्यो भन्दै टेक्सस हो अर्को कुरा टेक्सस जाने पनि प्लान छ मेरो अब टेक्सस पनि जानुपर्ने छ अहिले चाहिँ आएर म यहाँ मैले त्यो सस्तो मस्तो गाडी किनेको हुन्छ अब त्यो गाडीको त्यो मोर्गेजतिर महँगो हालेर काम पनि छैन इन्सुरेन्स सस्तो लाइबिलिटी लियो थर्ड पार्टी इन्सुरेन्स भन्छ नि नेपालमा अरूकोलाई ठोक्दियो भने चाहिँ सबै बिहोर दिन्छ तर आफ्नो ठोक्यो भने टोटल भएर फालिदिने त्यो टाइपको इन्सुरेन्स त्यो टाइपको लिन्छु अनि सस्तो पर्छ अनि यहाँबाट अलि कसैको घरमा जान कसै सामान किन्न जान चाहिँ अनि त्यो भएर चाहिँ मैले सस्तो गाडी हेरेको आज गाडी पनि हेरेर आयो लास्टै थोत्रो थियो त्यो गाडी त चढ्न नि लाज लाउने अलिकति भएको हुनुपर्छ नि बाटो हिँड्न गएर पक्का पल्ट्यो अन्त टेन्सन पक्का एउटा बिग्रेर बाटोको बिसा बस्यो फेरि टो गर्ने मान्छे बोलाऊ 1-2 सय त्यहाँ देऊ होइन गाडी महँगो पर्छ कि यहाँ बनाउन चाहिँ पछि त त्यो चाहिँ प्रब्लम हुन्छ अनि मैले सोचिरहेको छु अलि महँगै लिउँ होला 4-5 हजारको 5-7 हजारको लिउँ भन्ने सोचिरहेको छु 5-7 हजार पनि मैले तपाईँलाई भनिसकेँ 5 हजार भनेको नि लगभग 6-7 लाख रुपियाँ त पर्छ होइन नेपाली एउटा कन्भर्ट गर्नु पर्दाखेरि यहाँ चाहिँ गाडी लिन सजिलो तर इन्सुरेन्स र पहिला 1000 रुपियाँमा नि गाडी पाइन्छ कि मैले 50 हजारको गाडी हेर्न छ भने राम्रो क्रेडिट छ नभए कोहीको राम्रो कमाइ भएको मान्छेले को साइन गरिदियो भने चाहिँ 1000 रुपियाँ मैले तिरेँ भने पनि 1000 रुपियाँ होइन फ्रीमा नि दिन्छ क्या गाडीहरू त उसले अनि महिनामा तिर्नु पऱ्यो क्या अब त्यसको अब त्यो हुन्छ नि किस्ताबन्दीमा तिर्नु पऱ्यो अब त्यो तिर्दाखेरि टेन्सन हुने क्या अनि काम गरिराख्यो भने त नर्मल वेमा मैले पहिला गरिरहेको थिएँ त्यो चाहिँ राम्रो तर काम नगरिकन एकैचोटि भ्याट्टै राखेर नेपाल जान 6 महिना जानु पऱ्यो भने त महिनाको 1000 रुपियाँ नि 6000 रुपियाँ एक्स्ट्रा दिनु पऱ्यो क्या इन्सुरेन्स र मोर्गेज लगभग 40 हजारसम्म गाडी किन्यो भने महिनाको 600 जस्तो पर्न आउँछ जियोस् होइन 600-700 जस्तो पर्न आउँछ अनि इन्सुरेन्स त परिहाल्छ 300-400 रुपियाँ अनि नयाँ लाइसेन्समा अलि हाई नै लाग्छ अनि त्यो भएर प्रब्लम पर्दो रहेछ कि सो त्यही नै अरू न के नै भन्नु छ र गाई जिन्दगीमा निक्कीको सानो डल यस्तो छोरी मान्छेलाई यस्तो ल्याइदिएपछि खुसी हुने क्या टुङ्गुल एउटा किस्ता म तपाईँलाई म भन्छ हामी सानो हुने बेला होइन सानो होइन एसएलसी दिइसकेपछि चाहिँ एउटा मेरो साथी राजन भन्ने उसलाई चाहिँ यस्तो गरेर कपाल छानेर त्यो रिलिफ हुने क्या यसरी तान न बिबिद यस्तो तान्यो न अलिक मजाले मलाई त चिसिक हान्छ कि ऊ साथीलाई त चिसिक हान्ने आनन्द आउने रहेछ अनि एक दिन हामीले विचार गरेको कि डोरी बाँधेर होइन अनि यस्तोमा यहाँ उसमा झुन्नाएर नि यहाँ समातेर तानम त तिम्रो जिउ धान्छ कि धान्दैन भनेर गरेको अनि त्यो डोरी चाहिँ छिरिन्छ त्यो अब त्यो कपाल छोटो भयो अनि त्यो बाँध्नै मिलेन क्या लामो कपालबाट बाँधिन्थ्यो होला होइन त्यस्तो गरेको एक्सपिरियन्स छ अनि टक्क यस्तो गरेर बाँधेर अनि यसो झुन्डाउने भनेको त्यो चुट्टेको क्या ट्याक्कै लाएर यहाँ यसरी बाँधियो अनि त्यो मान्छे गरौँ भएर चुट्टेको गरे अनि त्यो चाहिँ राम्रो कतिजनाले यस्तो फटाइ काम गर्नुहुन्छ गाइस कमेन्ट पनि गर्न नभुल्नु होला सो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद अनि थ्याङ्क यू सो मच सी यू अन नेक्स्ट भ्लग